सिंहदरबारमा बयान बोलायौँ भने हिजो जेनजीका 10,000 युवा जाँदा थेक्न सकेनौ। 1 लाखभन्दा बढी नेकपा एमालेका कार्यकर्ता सिंहदरबार छिर्छन्। यो तिमीले कन्ट्रोल गर्न सक्छौ। निम्ति उसले क्यारोट र स्टिक दुवै प्रयोग गरिरहेको छ। लोभ पनि देखाइरहेको छ र डर पनि देखाइरहेको छ। केही दिन अगाडि प्रधानमन्त्री कार्यालयमा भएको प्रधानमन्त्री जेनजी र राजनीतिक दलहरूको छलफलमा नेकपा एमालेका महेश बर्तौलाले त 70-30 को अफर नै राखेका रहेछन्। उनले प्रतिनिधि सभा पुनर्स्थापना गरौँ, 70% सदस्यहरू जेनजीका प्रतिनिधिहरू आउनुहोस् र 30% चाहिँ हामी राजनीतिक दलहरूबाट आउँछौँ भनेर उक्त मिटिङमा प्रस्ताव राखेका रहेछन् र त्यस प्रस्तावलाई जेनजीहरूले ठाडै नकारिदिएछन्। यसरी जेनजीहरूले पदको लोभ नगरिकन आन्दोलनको उपलब्धिलाई संस्थागत गर्न खोजिरहेका छन् र त्यो संस्थागत तब मात्र हुन्छ जब चुनाव हुन्छ र चुनावले राम्रो नेतृत्व दिन्छ। नत्र भने जेनजीहरू आफैलाई अर्को सरकारले आएर जेल हाल्न समेत सक्छ। यो त भयो एमालेको लोभ या क्यारोट नीति। अब स्टिकको कुरा गर्ने हो भने अर्को इन्डबाट एमाले डर पनि देखाइरहेको छ, दादागिरीको राजनीति गरिरहेको छ। केही दिन अगाडि मात्र महेश बस्नेतले त छानबिन समितिले केपी ओलीको बयान लिन आयो भने 1 लाख युवाहरूले सिंहदरबार गिर्छन् भनेर छानबिन समिति र सरकारलाई ठाडै धम्काएका थिए। केपी ओलीलाई सिंहदरबारमा बयान बोलायौँ भने हिजो जेनजीका 10,000 युवा जाँदा थेक्न सकेनौ। 1 लाखभन्दा बढी नेकपा एमालेका कार्यकर्ता सिंहदरबार छिर्छन्। यो तिमीले कन्ट्रोल गर्न सक्छौ। महेश बस्नेतका यस्ता अभिव्यक्तिहरूले र एमालेका पछिल्ला गतिविधिहरूले देशमा अझै अशान्ति निम्तिने प्रबल सम्भावना छ। जेनजी तथा एमाले विरोधी युवाहरूसँग जुझ्न भोलिन्टियर फोर्स भन्ने अराजक समूह नै गठन गरेर एमाले शक्ति प्रदर्शन गरिरहेको छ। सरासर निर्वाचनमा जाने वातावरण बनाउनुको सट्टा उनीहरू मतभेद र अस्थिरता निम्त्याउन उद्यत छन्, जसले गर्दा निर्धारित मितिमै चुनावको सम्भावना कम देखिन्छ।